एनपिएल पहिला सुरु त गेम यो टुर्नामेन्ट राखेकै मन पर्यो होइन अनि प्लस अब तपाईँको प्लेयरहरूलाई पनि एउटा एक्सपिरियन्स छुट्टै खालको एक्सपिरियन्स बिल्डअप भयो नि त रमाइलो लाग्यो अब योभन्दा के भन्ने अरू होइन रमाइलो चाहिँ एकदम रमाइलो लाग्यो खेल क्षेत्रमा पनि भविष्य राम्रै छ भन्ने लक्षणहरू देखाए यसपालि अलिकति एक्साइटमेन्ट बढी छ किन भन्दाखेरि हाम्रो प्याराफिट पनि बनाएको छ अनि टिम्स पनि आई थिङ्क बेटर हुन्छ होला पहिलाको भन्दा सो आइम एक्साइटेड भनौँ अनि गेम हेरौँ रमाइलो गरौँ भन्ने नि काठमाडौँ उहाँहरूको गेम पनि राम्रो छ एकदमै राम्रो छ तर अब इम्प्रुभ त गर्नै पर्यो होइन अनि अब आउँदाखेरिको गेममा चाहिँ उहाँहरूले एकदमै राम्रो गर्नुहुन्छ भन्ने म आशा गर्छु पनि अब हिजो अस्ति भर्खर पनि हाम्रो करण केसीले राम्रो एउटा पर्फर्मेन्स दिएको हामी सबैजनाले हेऱ्यौँ त्यसमा खुसी पनि व्यक्त गर्यौँ है एकदमै आफ्नो देशले जित्दाखेरि त त्यो भावना नै एउटा बयान गर्न सकिँदैन नि त अलिकति एक्सपिरियन्स प्लेयरहरू चाहिँ लिएर आउनुपर्छ यसपालि काठमाडौँ गोर्खाजमा आई थिङ्क यसपालि मिनी अप्सनमा राम्रो गर्छ होला काठमाडौँ गोर्खाजले भन्ने आशा छ उहाँहरूको पनि लास्ट टाइमको पर्फर्मेन्स एकदमै बवालै थियो एकदमै राम्रो थियो तर गेम भनेको त यस्तै त हो नि हारजित त भइहाल्छ तर यसपालि अब हामीले बेस्ट अफ लक भन्न सकिन्छ अरू केही भन्न सकिँदैन खासै यो साल चाहिँ अब अगाडिको त पहिलो नै सबभन्दा राम्रो भइदियो होइन अब आउँदाखेरि चाहिँ अझै धेरै कुराहरू चेन्जेस होला भन्नेमा चाहिँ म जस्तै अब फिल्डदेखि लिएर प्लेयरहरू पनि आफैमा एक्साइटमेन्ट हुनुहुन्छ होला विराट कोहलीहरू आएको हेर्न पाइयो भने त सिद्धि भयो नि होइन न्यू स्टेडियम न्यू इन्फ्रास्ट्रक्चर छ अहिले होइन प्यारासुट चाहिँ चाँडोभन्दा चाँडो गर्नुहोस् गेम चाँडो सुरु होस् चाँडो हेर्न पाइयोस् एनपिएल वी आर सपोर्टिङ एनपिएल सो नेक्स्ट टाइम पनि राम्रो गर्नु होला है एनपिएल राम्रो हुन्छ भन्ने आशा गर्छु